हेर्नु न यो बाटोमा एउटा स्याउ भेटिरहेको थियो कुन आधी टोकेर फाल्दैछ। ए मेरो त्यो स्याउ होइन हौ, आइफोन हो। ए यो आइफोन हो? भिखारीको हातमा कहाँबाट आइफोन आयो भन्नु भयो होला होइन? त्यस्तै हो विशालजी, टाइममा तलब नदेशी। मेरै आइफोन लिएर गइस। यो खासमा फोन होइन, लान त ल्यापटप लान खोजेको थिएँ विशालजी। मेक्समले बोकेर भाग्दैछ। अब जोक पनि के सुनाउनु, क्यामेरा बोकेर सजन भागीको। ए तेरिका यार, यो पैसाको जोक कति गर्छ हो मोरा तिमीहरू पनि यार। त्यस्तै हो विशालजी, कमेडियनहरू भनेकै समाजको यथार्थ देखाउने त हो नि। अस्ति मलाई गाउँमा सबैजनाले हेरेर मलाई हेरेर कपाल कोर्दा रहेछन्। के गर्नु भएको भनेको, कलाकार भनेको त समाजको ऐना हो, यता फर्किनु न भन्छ। यो ऐना बन्न नि साह्रै गाह्रो छ नि दिपा दिदी। जस्ताको तस्तै देखाउनु पर्ने। हाम्रो विशाल दाइलाई कहिल्यै राम्रो भन्न सकिएन। अनि विशालजी हजुर, तपाईँ कमेडी च्याम्पियनको डिरेक्टर हो कि लमी हो? डिरेक्टरै हो नि हौ। अनि च्याम्पियनमै भेटेको श्रद्धा र विकीको त बिहे भयो अरे त। बरु मिल्छ भने मेरो नि बिहे गराइदिनु न। तँलाई कसले बिहे गर्छ हौ? यहाँ त कसैले गर्दैन, हिरोनी आएको बेला कुरा चलाइदिनु। अब तँसँग हिरोइनले बिहे गर्ला न? अब हिरोइनले बिहे नगरेर के भयो त? एक दुईटी चाहिँ मलाई अडियन्स पनि मन परिरहेछ। अनि को मन पर्यो हौ अडियन्समा चाहिँ? अब उयो मन पर्यो भनेर एउटीलाई देखाउँदा अर्की रिसाउनु। हाम्रो कुरा छोडमा आज गेस्टहरू आउनु रहेछ। नमस्कार हजुर, भीमजी होइन? यो हिसाबले हेर्ने हो भने त म अर्जुन होला, युधिष्ठिर होला। ए कुशल भुर्तेलमा सन्दीप जोरा के? यो बिचमा बोल्नेजीको सकुनी मामा हो। विशाल भण्डारी हो के? म मुर्दार। ए तपाईँ विशाल भण्डारी हो? देखिन नि त, म चाहिँ धीरधराष्ट्र हो। एनिवे म उहाँहरूलाई राम्रोसँग चिन्छु। राष्ट्रलाई चिनाउने खेलाडीहरूलाई म किन चिन्दिनँ? सपोर्टर पो हो त सरकारहरू नचिन्नलाई। हजुरहरू त क्रिकेट खेल्नुहुन्छ, म पनि सानोमा चाहिँ क्रिकेट खेल्थेँ नि। एकचोटि छक्का हानिदिएको, दाइहरूले बल खोजेर लिएर आइज अनि म त खेल्न दिन्छु भन्नु। यो दिनदेखि खेल्न पाएको छैन। खासमा हाम्रो त खानदानी क्रिकेटको फ्यान हो नि। हो र? हजुरबा त रन आउट भयो। कसरी हौ? कुद्दै बाटो काट्दै रहेछ नि, टिपरले उडाइदियो। जोकको लागि हजुरबा मारिदियो यार। हजुरहरूको त गेमबाट आउट हुँदा औँलो ठड्याउँछन् होइन? हाम्रो घरमा त गेममा इन हुँदा चाहिँ औँलो ठड्याउँछन्। आज नि खेल्न गइस्, तेरा खुट्टा नभाँची। अनि त्यो तपाईँहरूले कहिले काहीँ बलिङ गर्नुहुन्छ नि, त्यो बलिङ गर्दाखेरि यस्तो घोटेर फाल्नुहुन्छ नि परबाट कुदेर। त्यस्तो घोटेको बेला कन्फ्युज हुँदैन कुन बल फाल्ने हो भनेर? एकछिन होइन, त्यो कन्फ्युज हुन्छ होला नि, कुन बल फाल्ने हो, स्पिन फाल्ने हो कि मिड फास्ट फाल्ने हो कि फास्ट फाल्ने हो कि। यत्रो कसले सोध्छ, हातमा जुन छ त्यही फालिदिन्छु। एनिवे सन्दीपजी नमस्कार। हजुरको पनि म एकदमै ठुलो फ्यान हो। तर तपाईँ त हिजो आज धेरै जसो म्याचमा चाहिँ अगाडिको बेन्चमा बसेर हेर्नुहुन्छ नि, कस्तो लाग्दो रहेछ यो हरेक म्याच टिकट नकाटी हेर्न पाउँदा? साँच्चै कुशलजी, तपाईँहरूले हेलमेट नलाइकन क्रिकेट खेल्नुभयो भने ट्राफिकले चिट काट्छ कि काट्दैन? काट्छ। जोक बिग्रियो। क्रिकेट खेल्नलाई हेलमेट लाउनु पर्छ नि त, कम्पल्सरी हो।
उहाँहरू त क्याच भनेपछि एकदमै उहाँहरूको दिमागमा घन्टी बजिहाल्छ नि। कसरी हौ? मान्छेहरूले अरू मान्छेले चाहिँ तारा खसो भने विस माग्छन्, उहाँहरूले चाहिँ तारा खसो भने आई विस मेरो हातमा खसोस् भन्नु। उहाँहरूले क्याच सुनिसकेपछि यति धेरै दिमाग छिटो चल्छ कि कुनै कुनै केटीले क्याच मी लेटर भन्दा रातभरि यसो गरेर बस्नु। एनिवे आइदिनु भयो, धेरै खुसी लाग्यो। तपाईँलाई आगामी दिनहरूको लागि धेरै धेरै शुभकामना छ। तपाईँहरूलाई यो गेम खेल्दाखेरि यो सास फेर्न गाह्रो हुन्छ भनेर मैले एउटा सेफ्टी ल्याइदिएको छु नि। अनि त्यसले कसरी सास फेर्न सजिलो हुन्छ त हौ भाइ? यो मुखमा लाउने होइन भन्न ठान्नु भयो होला होइन, यसले सास फेर्न कहाँ गाह्रो हुन्छ भन्नुभयो होला। एकचोटि यो नलाइकन गेम खेल्नु न, अनि थाहा हुन्छ सास फेर्न गाह्रो हुन्छ। त्यही भएर हिजो आज म त कुशलजी यसलाई यहाँ लाएर हिँड्छु। किन हौ? के गर्नु हजुर, आफ्नो त सबैभन्दा कमलो नै मन छ। के कमलो त्यही त देख्ने होला नि होइन। ए तपाईँहरूलाई फेरि पनि धेरै धेरै शुभकामना छ, अग्रिम जितको शुभकामना। तपाईँहरू त अब इन्डियामा खेल्न जाँदै हुनुहुन्छ, कैसा लग रहा है? अच्छा लग रहा है, अच्छा लग रहा है। हाँ, धोनी भाई को सलाम बोल देना। एनीवे अब फेरि जाने बेला नि भयो। विशालजी हजुर, यो फोन तपाईँ नै राख्नुहोस्। किन हौ? अब बालेनको सपोर्टरहरूले कमेन्टमा मात्रै होइन फोन गरेर नि गाली गर्दो रहेछ। नमस्ते, म चाहिँ इन्भेस्टिगेसन ब्युरोबाट डिएसपी, दारूसँग सधैँ पानी। मैले यो जागिर पैसाको लागि खाएको होइन, घर खेत गाडी बुढीलाई जग्गा के जाति भनेर खायो। तलब यति थोरै छ, यति थोरै छ, यति थोरै छ कि तलब लिन गएको खुद्रा छैन, अर्को महिना आऊ भनिदियो। तर पनि जीवनमा पैसा सबै चिज होइन। भन्यो पाइलै पछि पैसा चाहिने, पाइलै पछि पैसा चाहिने। अब चाहिँ म पैसा जम्मा गर्छु भनेर ब्याङ्क गएँ। यति पैसा खातामा होइन खुद्रुकेमा जम्मा गर भनिदियो। ओ माई गड, दिन दहाडै यो सबैले देख्ने गरी खुलेलाम बाटोमा पत्रिका कसले फाल्यो? तर मलाई यो पत्रिकाको विश्वास लाग्दैन दिपा दिदी। नेपालमा साक्षरताको प्रतिशत घट्दो क्रममा छ भनेर लेखेको छ, पढ्ने चाहिँ कसले? मलाई यो पत्रिकाको भर नै लाग्दैन। अस्ति रक्सी बेरेर लिएर गएको बाहिरैबाट चिन्दियो। तर पनि पत्रिका भेटिहाल्यो, केही न केही त खोज्नु पर्यो। ओहो सर, भेट्यो सर, भेट्यो। के भेट्यो? मान्छे हराएको सूचना भेट्यो सर। अनि के भयो त? तर सर यो सूचना किन उल्टो छ सर? घर फर्किँदाखेरि हरायो होला नि त। इन्ट्रेस्टिङ इन्ट्रेस्टिङ सर। हेलो एभ्रिवन, माइसेल्फ तुलसीराम। ओके। म चाहिँ आइजी, यानी कि आयो अनि गयो। यहाँलाई भन्नुपर्दा मेरो नाम तुलसीराम भए पनि यस्तै लासहरूको शवहरूको सधैँ मैले केस हेर्नुपर्ने भएर मेरो साथीहरूले मलाई केशव भन्नुहुन्छ। म यहाँको अफिसर भए पनि मभन्दा माथि 4 जना हुनुहुन्छ, किनकि उहाँहरू फ्ल्याट लिएर परिवारै बस्नुभएको छ नि त मनमाथि। अरू कुरा भन्नुभन्दा पनि यहाँलाई म भन्न चाहन्छु, मेरो हातमा हरेक दिन नयाँ नयाँ केसहरू आउँछ। रोक्नलाई के गर्नुपर्छ दिपा दिदी? नयाँ नयाँ केस आउँछ। ओ माई गॉड, इन्ट्रेस्टिङ। यो त मैले ख्याल नै नगरेको। सेतो कपडामा कसले धुलो लाएर गएछ? सर, यो सेतो कपडामा धुलो मात्रै होइन, यो भित्र केही रहस्य छ सर। रहस्य? सर। के रहस्य होला त? आज हामीले सल्भ गर्नुपर्छ सर। मेरेमा लास! सर सर, लास!
सर यो हामीले केस सल्भ गर्नुपर्छ गर्नुपर्छ तपाईँ आइजी हो सर म आइजी आइजी हो त्यही भएर त आयो गयो भन्न खोजेको नि सर आज यो केसलाई हामीले सल्भ गर्नुपर्छ जस्तो जोक त्यस्तै मुस्कुराउँदैछस् इन्ट्रेस्टिङ सर मेरो विचारमा यो कान कोट्याउँदा मरेको हुनुपर्छ कान कोट्याउँदा को मर्छ चक्कुले कोट्यायो होला सर तपाईँ गलत बोल्दै हुनुहुन्छ मलाई लाग्छ यो मान्छे हाच्छिउँ गर्दा मरेको हुनुपर्छ हाच्छिउँ गर्दा को मर्छ सर हाच्छिउँ गर्दा अगाडिपट्टि पोल थियो होला नि त नि केही त गडबड छ पेट होला सर भनेपछि अघिदेखिको गन्ध यो लासबाट आएको थिएन लासको नै पेट गडबड हुन सक्छ सर इन्ट्रेस्टिङ लास्टको सर योसँग बन्दुक छ गोजीबाट हात निकाल्नु सर बन्दुक नै छ सर ए यो त नक्कली होइन सर केस सल्भ भयो सर यही नक्कली बन्दुक लिएर गएछ र त मर्यो नि ओहो त्यसो होइन सर यो लासको मुखमा गुड्का छ भनेपछि यसले मर्नुभन्दा अगाडि दिपाश्रीसँग मुखमुखै लाग्नुपर्छ हुन सक्छ सर मुखमुखै लाग्नेलाई दिपाले मार्न सक्छिन् एकचोटि अनुहार हेर्नुहोस् जितु दाइ पनि हुन सक्छन् त्यहाँ जितु दाइ होइन हाँसिरहेको छ ओके मलाई लाग्छ सर यो लासको घरमा जिन्दगीमा तनाव थियो होला छोरो मान्छे हो सर तनाव भइहाल्छ नि नाइस ताली ठोक्ने कुरा थियो ठोक्नुहोस् यो लासलाई हामीले यसको परिवारलाई बुझाउनु पर्छ तर कतिको पढे लेखेका छन् बुझ्छन् कि बुझ्दैनन् त ओके सर यो केसलाई आज हामीले जसरी पनि सल्भ गर्नुपर्छ यो सोल भोला जस्तो छ त यो सल्भ होला जस्तो छैन सर आज यो केले मरेको होला सर मेरो विचारमा यो जीव जन्तुको टोकाइबाट मरेको हुनुपर्छ सर किन सर देख्नु भएन कमिला वरिपरि लागिरहेको इन्ट्रेस्टिङ मलाई लाग्छ यो कमेडी क्लब विथ च्याम्पियन्स हेर्दा हेर्दै मरेको हुनुपर्छ किन सर अनुहार हेर्नुहोस् न हाँसो कि रुनु भएर मरेको छ यो मायाले पनि मरेको हुनसक्छ किन सर मलाई लाग्यो तर मलाई लाग्छ यो रिसले मरेको हुनुपर्छ सर रिसले किन सर देख्नु भएन दारा किटेको त्यो पनि हुनसक्छ सर यसको परिचय निकाल्नु पर्छ यसको आइडी खोज्नुहोस् किन सर फेसबुकमा रिक्वेस्ट पठाउने हो पठाइदिउँ एसेप हुन पनि सक्छ सर 1 सेकेन्डमा एसेप भयो सर भनेपछि यसको आइडी अरू कसैले पनि चलाउँथ्यो इन्ट्रेस्टिङ Okay. इन्ट्रेस्टिङ सर यो केस यसरी सल्भ होला जस्तो छैन सर अनि कसरी सल्भ होला त खै सर कसरी हुन्छ अब यो रातो यता पहेँलो यता घरियो यता छ कहिले सल्भ हुन्छ र तपाईँ वाहियात कुरा नगर्नुहोस् काममा ध्यान दिनुहोस् हुन्छ सर म 2 मिनेटमा रेडी गर्छु सर यो केस यसरी सल्भ हुँदैन सर कसरी सल्भ हुन्छ त तपाईँ यता आउनुहोस् म त्यता जान्छु अब सल्भ हुन सक्छ सर मलाई लाग्छ यो काली प्रसादको लास हुनुपर्छ सर काली प्रसादको हजुर सर किन हातमा ट्याटु त्यही छ आफ्नैले आफैनो टाटु हान्नु भन्दा पनि फ्यानले पनि हान्नेको हुनसक्छ राम्रो मान्छे थियो मर्यो यो केस अब कसरी सल्भ गर्ने तेरिका यी पागलहरू फेरि आउँछ रे एकछिन राम्रै सुत्न पनि दिँदैन नि त इन्ट्रेस्टिङ होइन आज फेरि कसको कपडा चोरायो है हेर्नु दिपाली पागल खानामा काम गर्न साह्रै गाह्रो खाना हिँड्नु छिटो खाना निकाल भइसक्यो एकछिन
सर यो त जिउँदै रहेछ तर अब हामी चाहिँ स्वर्ग जान्छौँ कि नर्क त्यो त किचनमा गएपछि थाहा हुन्छ लौका पाकेको छ कि मासु माछा लौका मासु